वेलकम ब्याक माई न्यू ब्लग। आज चाहिँ म धेरै दिन पछाडि टक्क ब्लग बनाउनु आइरहेको छु अनि टक्क ल्याएर अहिले चाहिँ म केटाहरूसँग घुम्नु जानु पर्यो भनेर घरबाट निस्केको। केटाहरूलाई कन्ट्याक्ट हानेर अनि अहिले चाहिँ टक्क घर होइन मानालीबाट निस्केको हुन्छ नि। अल्छी लाग्यो क्या हामी पुरै कस्तो खिच्चा देखिरहेको छ होला पुरै कपाल हुन्छ नि यस्तो जोतको काटिरहेको छु नि होइन पुरै जोतको कपाल चाहिँ काटिरहेको छु अनि यिनीहरू टक्क मान्छेहरूको अगाडि यो हुन्छ नि फेस देखाउनु पनि लाज लाग्दै टक्कसँगले अनि सो त्यही हो। अब चाहिँ म चाहिँ हिँडिसकेँ। सो गाइज अहिलेसम्म चाहिँ म टक्क गएकै थिइनँ अनि तास खेली बसिरहेको थिएँ माथि आन्टीहरूसँग अनि लोत्रो हारियो डुल्नु जानु पैसा सब सखा भयो अनि अब मात्र सफारी भाडा छ त्यो पनि बचाएर आएको होइन। अहिले चाहिँ टाइम ठ्याक्क 5:30 भएको छ अनि केटाहरूले चाहिँ मलाई तल हालखोलामा रुँगिरहेको छ। धेरै दिन भएको थियो भ्लग नबनाएको टक्क अनि आज बनाउँदैछु। सो अहिले चाहिँ म चोकमा आइसकेँ र अनि टक्क हिँड्छ नि यहाँनिर पुरै सफारी नै रहेछ अनि हिँड्दै जानु परिरहेछ। अब चाहिँ तल झन्डा चोकदेखिको चढ्छु होइन त्यही हो। अहिले चाहिँ यस्तो घुम्नु मन लागेर टक्क हिँडेको होइन अल्छी लागेर पुरै होइन घरमा सुती बसिरहेको थिएँ अनि केटाहरूले ट्याक्क घुम्नु जाउँ भन्यो अनि निस्किदिइहालेँ। ला स्याङ लाग्छ यार घरमा एक्लै बस्दा। सो अहिले चाहिँ हामी यहाँ आफ्नै झन्डा चोकमा आइसक्यौँ र होइन सफारीहरू नभएको अवस्था सफारीहरू चाहिँ छैन पुरै खाली छ। अनि अब चाहिँ केटाले कल हानेर पुरै प्रेसर दिइसक्यो होइन अनि म चाहिँ अब हिँड्दै जानु परिरहेछ। मात्र 2 मिनटमा आइपुग्छु भनेर भनिदिएको थिएँ केटाहरूलाई। अब जाँदा 20 मिनट जस्तो मतलब 15-20 मिनट चाहिँ लाग्छ नै सफारी नभएको कारणले। गिद्दी भयो सफारी नभेटेर। अनि यता पछाडि ब्याकग्राउन्डमा चाहिँ मामा पनि हुनुहुँदो रहेछ। सो अहिले चाहिँ म कुदिरहेको अवस्था होइन हुन्छ नि टक्क ढिलो भइसक्यो क्या अनि सफारी चाहिँ आउँदै आएन अहिले भर्खरै आउँदैछ। पछाडिबाट चाहिँ आएन अगाडिबाट चाहिँ आइरहेछ पुरै देख्नु सक्नुहुन्छ यति आइरहेछ होइन अगाडिबाट चाहिँ पछाडिबाट चाहिँ एउटा आएन क्या अनि कुद्नुपर्ने अवस्था भयो। केटाहरूले मलाई गिद्दी गर्छ आज गिद्दी सो अहिले चाहिँ म हाटखोला पुग्नु आँटिसकेँ अनि आज चाहिँ मौसम एकदम बवाल छ क्या होइन 4-5 बजीसम्म टक्क घाम लागेर दिउँसोभरि अनि बेलुका चाहिँ हुन्छ नि नाइटमा चाहिँ टक्क बवाल मौसम भयो अनि हुन्छ नि प्राय गर्मी भएको बेला बाहिर निस्किँदैन किनकि लास्ट घामले पोल्छ अनि ट्याक्क अहिले चाहिँ घाम ओइलियो अनि त्यस पछाडि निस्किरहेको छु घुम्न केटाहरूको साथमा। केटाहरूलाई पो भेट्दैन अहिले चाहिँ पुरै सफारीहरू यस्तरी खाली घुमिरहेछ त अघि म आउँदाखेरि चाहिँ भेटिनँ क्या अनि यस्तरी हिँडेर टक्क जानु परिरहेछ। अहिले चाहिँ टक्क हामी पुच्चेहरूलाई भेटेर हाटखोला आइसक्यो होइन अहिले भर्खरै अहिले चल्दै गर अहिले कति वर्ष अब टक्क हाम्रो जागिर चोकतिरको यात्रा अनि केटाहरूले चाहिँ मलाई कहाँ लान्छ अब जम्मा गोजीमा 30 रुपियाँ छ। हामी घुम्नु जाँदैछौँ 3 जना
एकजनाको भागमा 10 रुपियाँ। यस्तो फेरि केटाहरू खिच्चा भेट्नु नपाइकन हात हाल्नु थालिहाल्यो क्या। सो हेलो एभ्रिवान, नेक्स्ट डे। अनि चाहिँ टक्क बिहान उठेर ब्रस हालेर पुरी गरेर म चाहिँ जाँदैछु होइन। अब आजको भिडियो चाहिँ तपाईँहरूले हेरि नै हाल्नुहुन्छ किन उठेको भनेर होइन। बिहानै अनि ठ्याक्क तलतिर जाँदै थियो। अनि पाङ्गास मलाई ठ्याक्क आइदिएर अनि जाँदैछु साइकलबाट होइन। अब चाहिँ गाडीहरूबाट जानुपर्ने हुन्छ हाम्रै टक्क गएर देखाइदिन्छु तपाईँहरूलाई। सो अनि हाम्रो चाहिँ अब काम गर्नुपर्ने बेला भएछ होइन। आजदेखिको चाहिँ काममा अब स्कुल छुट्टी भएको कारणले टक्क ढुङ्गा टिप्न आउनुपर्ने हुन्छ कोसी हामीले चाहिँ। अनि त्यस पछाडि अगाडि चाहिँ पाङ्कास अनि काकीहरू जाँदैछ अगाडि। अनि ओइ बाहिर म चाहिँ पछाडि छु। अनि हाम्रो टेन्डर भनेको चाहिँ ढुङ्गा उचाल्ने हो टक्कसँगले जालीमा हाल्नुलाई। अनि त्यो चाहिँ कति दिनको लागि भने ठ्याक्कै 1 हप्ताको लागि मात्रै हो हाम्रो टेन्डर चाहिँ। हाम्रो लागि हुन्छ नि स्कुल छुट्टी भएको कारणले टक्क के गर्दै घरमा बस्ने होइन। त्योभन्दा बरु यसो टाइम पास भयो भने टक्क काम गरिदिनु पर्यो भनेर आइदिएको खुसी। बिहानै अहिले मात्र 7 बजिरहेको छ होइन। हेलो गाइज, काम कस्तो भइरहेछ पाङ्गास? अहिले भर्खरसम्म यहाँनिर काम गर्दा गरेर निस्केको टक्कसँगले पुरै हात खुट्टा पुरै फोहोर भइसक्यो। हाम्रो काम चाहिँ टक्क ढुङ्गा फाल्ने र त्यो हुन्छ बलुवा फाल्ने हो। पाङ्गास भन्दै 1-2 शब्द के भन्नु? काम कस्तो भइरहेछ? दामी भयो। कति बजे छुट्टी अरे अब? 5 बजे। 11 बजे चाहिँ खाजा खाने ब्रेक अरे। त्यस पछाडि फेरि 5 बजे छुट्टी। 5 बजेसम्म काम गर्नुपर्ने हुन्छ हामीले। गिद्दी भइरहेछौ। यसो केटाहरूसँग छुट्टी भएको बेला रमाइलो हान्दै काम हानिदिनु पऱ्यो भनेर आइदिएको। नआएको भए हुने रहेछ, मम्सीले त नजा भन्नुहुँदै थियो। सो अब चाहिँ हामी यहाँ ट्याक्क क्यामेरा टेर्साएर काम हान्छौँ। ढुङ्गा निकाल्नु पर्ने हुन्छ हामीले। अब यत्रो ढुङ्गा निकाल्नु पर्ने हुन्छ। पुरै गिद्दी भइरहेछ होइन। यस्तो तातो घाममा कोसीको छेउमा काम गर्नु परिरहेछ। म त नगर्नु पर्यो सोचिरहेको थिएँ, तर कोही बाहिर आकाशले चाहिँ टक्क गरौँ भन्ने थियो अगाडि। अनि त्यस पछाडि रद्द गरिदिनु पऱ्यो भनेर आइदिएको। आज आएको त मेरो गाड फाँसियो कसम भनेको। अब म सुखमा बस्ने मान्छेलाई अब भोलितिर पैसा लिएर आउँदिनँ। मेरो ब्रो काम चाहिँ यसरी गर्नुपर्छ होइन। बसेर पुरै सुइसक्यो टुरुरुरु। त्यो पनि हामीले काम गर्नु छोडेको थिएनौँ होइन। छुट्टी भए पछाडि बल्ल हार्ड गर्नु थालेको छौँ। छुट्टी भएको 1 महिना भइसक्यो, तर अहिलेसम्म हामीले काम गरेको थिएनौँ। अब बल्ल काम गर्नु सुरु गरेको छौँ। नत्र अगाडिसम्म टक्क डुलेको हुन्छ हामी अहिले। आजदेखिको चाहिँ बल्ल भने टक्कसँगले हाम्रो भैटामा घाम आयो भने जस्तै भयो। पुरै
फ्याक भइसक्यौँ होइन। सो अहिले चाहिँ हामी काम गरेर थाकेर अहिले आज हामी गइरहेको छौँ घर। पाङ्कासतिर पाङ्कासमा मैले जानु चाहिँ अनि मरि भइरहेको त्यही सोधिदिउँ अहिले फेरि काम गरिरहेको छु पल्लो साइडमा। हामी चाहिँ फाल्टै खिच्छ हामी यो र म चाहिँ खेल्छौँ। त्यही हो लास्ट काम चाहिँ त्यस्तै हो होइन। अब काम गर्नु त परिहाल्छ होइन। काम भनेको सानो कुरो हुँदैन, जहिले हालै काम गर्नु